के भन्दैछ सर भाइ त जस्तो ट्रेनिङ अरूलाई दियो नि त्यस्तो नारुटोलाई दिन सके के भन्दैछ कि जिराएको बेइज्जत गरेर अब गएर देखा अब गएर देखा न युट्युबमा जान्छ गरेर देखा जिराएको बेइज्जत गरेर गाली गर्ने जिरा इज द बेस्ट ए गुड बेस्टी अरे क्या बेस्ट सेन्स सोध बोल्न पनि आउँदैन जिरा आफू ह्युमन हो तर उसले गड क्रिएट गरेको के को गड क्रिएट गर्यो नारुटो उजुमाकी मिनाटो नामिकाचे अघि मगर केही सिकाएर भन्दैछु है नागाटो कोनन कति कमजोर मान्छे थियो त्यसले ओबिटोलाई नागाटो त मान्छे बढ्यो गड हो के मा कसम नागाटो गड हो के यसलाई लिनेगानको 6 पाथ एबिलिटी पुरै त्यसले आफ्नो कन्ट्रोलमा राख्यो आमा तर भाइ त्यसलाई युज कसले गरिरहेको थियो त्यसलाई नागाटोलाई युज कसले गरिरहेको उसले ओबिटोले गरिरहेको थियो ओबिटोले त्यसलाई मेनिपुलेट गरे त त्यसो ओबिटो कडा कि नागाटो घर कडा हो नागाटो नि अफ कोर्स भाइ ओबिटो इज गेम अफ थ्रोन्स हेरे कोलाई दामी त्यस्तो के पावर लेभल हेर्ने पनि नागाटोको बढी छ के अर्को दिनको लाग्यो गेम अफ थ्रोन्स त्यो छोड्देऊ न नागाटो ओबिटो भन्दा बढी पावरफुल होइन सेन्चुरीको मोडमा नहुँदा होइन भाइ ओबिटो एकदमै भाइ पुरै ब्रोकन क्यारेक्टर हो क्या ब्रोकन क्यारेक्टर रिलेटको कुरा होइन पावर पनि त्यसको कम ब्रोकन छ यदि ककासी गरिसक्यो र हामीसँग ककासी नभएको हामी घन्टा आउँदा जान्छौँ ओबिटोलाई गयो चाहिँ कहाँ थियो इताची नै चाहिन्छ तर इताची त थियो नि त ओबिटोसँग एउटा काम उयो मात्र थियो कि एउटा मङ्की सारिङ्गान मात्र थियो कि भाइ एउटा ब्याङ्कको सारिङ्गानले कतिलाई पेल्या त्यो कुरा हो कि ल तिमी भन्नु नागाटो स्ट्रङ मान्छौ तिमी इताची नागाटो स्ट्रङ हो नि भाइ अनि इताची स्ट्रङ हो कि ओबिटो स्ट्रङ हो ओबिटो ल भन्नु त ओबिटो जबसम्म इताची जिउनु थियो नि तबसम्म ओबिटोले प्लेसमा हमला गरेन डरले थाहा छैन ओबिटो क्यारे मान्छेलाई इताची मन पराउँछ कि भाइ तर पावर स्केल हेर्दाखेरि ओबिटो फार मोर पावरफुल हो फार मोर मदराउचियाले आफैले भने मदराउचियाले आफैले भने कि म चाहिँ इताची मेरो बराबरको छ भन्नु घन्टा भनेन म चाहिँ कसले भन्नु है यहाँ सुन तिमी यहाँ सुन जब तिमीले एउटा कुरा नोटिस गर तिमीले आफैले यहाँ सुन उसले पनि भने त सास्केलाई ओबिटोले आफैले भने इताची अहिले जिउनु भयो क्या मलाई मारिदिन्थ्यो भन्नु म जिउनु हुन्थेन म तिमीलाई ल त्यो एपिसोड पठाइदिनु ओबिटोले भन्दै अहिले इताची जित्दाखेरि मलाई मारिदिन्थ्यो अरे सास्केलाई त्यतिखेर भनेको थियो क्या त्यतिखेर क्या अमा तारासु लाग्छ नि त्यसलाई आँखा खोल्ने बित्तिकै सास्केको त्यतिखेर भनेको थियो साले इताची मरेपछि पनि मलाई त्यो त्यति भनेको थियो उसले अर्कै इन्टरप्रेट गरिदिएको इताचीले हुने बेलासम्म ओबिटोले कहिले पनि भिलेजमा अट्याक गरेन नि ए नाइन्टेल्स अट्याक चाहिँ मेरो लौडा खाने भएको थियो त्यति बेला सानो थियो यार तिमीहरू त्यस्तो कुरा नगरे केटा हो डर मान्थ्यो कि इताची देखेर सास्केलाई किन छोड्यो उसले कसले छोड्यो सास्केलाई उचिया मेसेकरमा सास्केलाई किन छोड्यो डान्जोले पनि अनि म इताचीले मार्थेन त नि डान्जोलाई डान्जो खानदानी मेटाइन ओबिटोको पनि खानदानी मेटाइदिन्छ ओबिटोको खानदानी छैन कसरी मिटाइदिन्छ खानदानी कुरा होइन ओबिटोको पुरै नसाइ उडाइदिन्थ्यो क्या एउटै नसाबाट एउटै क्लान्टको कति बोल्दो रहेछ पावर स्केलिङको बारेमा थाहा छैन क्या धेरै पावर भन्छ नसै उडाइदिन्छ भन्छ मुजी इताची र ओबिटो एउटै क्लानबाट आउँछ नि ओबिटो भन्दा पावरफुल अरे क्या इताची होइन जिन्चुरीको मोडमा चाहिँ ओबिटो हाइट अगाडि नै गइसक्यो धेरै अगाडि गइसक्यो इताची भन्दा तर अनि इताची नि त जिन्चुरी इताचीको पावर भने के भन्नु ल इताचीको पावर आमा 1300 अनि त्यसपछि चाहिँ इजानामी घन्टा फरक पर्दैन होइन इजानामी त्यो काम उयो छ त्यो सबैभन्दा इजानामी इताचीको सबैभन्दा पावरफुल भनेको त्यो इजानागी इताचीको म त ओबिटो भन्दैन इताचीको गेन्जुत्सु यासुन इन्फाइनाइट सुकुवेमा थियो अनि शिशुको आएको थियो त्योसँग ओतामा छुकामी शिशुको आएको थियो कि नै हाम्रो क्रोमा एउटा आएको एक्चुअली 10 वर्षमा एक्चुअली त त्यसले जे पनि गर्न सक्छ ओतामा छुकीले मान्छेलाई नहेरिकन मेनिपुलेट गर्न सक्छ अनि त्यसपछि यासुन अनि याता मिरर छुकामीले भाइ त्यत्रो हुँदाखेरि ओरोचिमारुलाई पनि पुरै मार्न सकेन कि त्यो हल्ला ओरोचिमारुले त्यसलाई छुन सकेन मरो त्यो कुरा होइन कि ओरोचिमारु त इमोर्टल भइसक्यो राजा मरो ओरोचिमारु मरेन नि इमोर्टलै भइसक्यो ओरोचिमारुलाई त रिपोर्ट डेट चिजले पनि मार्न सकेन रिपोर्ट चिजले ओरोचिमारुलाई किन मार्न सकेन किनकि त्यसलाई तान्न सकेन त्यही गरेर मार्न सक्यो
हात गयो अन्त त्यसको जुत्सु गयो भन्ने गर्छु यति भनिरहेको मलाई ल इताजीलाई इताजीलाई इनलेस नभएको भए ओबिटोलाई पेल दिन्थ्यो कि इताजीलाई इनलेसले गर्दा हो नारुटोको त्यो 9 डेज कन्ट्रोल पावर 9 डेजको पावर त्यस पछाडि ककासी माइट गाई भएर 3 जना मिलेर पेल्न सक्छ कसलाई इताजीलाई पेल्न सक्छ त्यति बेलाको सिनारी हेर्दा मन मात्र हेर मन मात्र भन्दा सक्छ 9 डेज कन्ट्रोल नारुटो ककासी र माइट गाई सक्छ अनि 3 जना मिलेर ओबिटोलाई पेल्न सके एड युज गरे माइक गाईले ओबिटोलाई पेल्न सुरु फाइट भयो जब वा सुरु हुन्छ अनि 3 जनासँग मात्रै फाइट गर्दाखेरि ओबिटोले एड युज गरे हेरेको त मजाले पेल्न सक्थ्यो त अनि एडभेट गरेर मरिहाल्थ्यो नि मरिहाल्छ त्यही इताचीको के छ भने पहिला त इताचीले के गर्छ इताचीले फाइटै गरिरहेको थिएन पहिला औ त्यो फाइटै भएको छैन तिनसँग कसरी ओके भाइ मैले हारेँ गर्ने त इताचीले सासूले जितेछ सासूको टप भनौँ त भले त्यहाँ हारे होला जे गरेर हारे होइन सासूले त इताचीभन्दा माथि भयो त पावर अफ त्यो पावर लेभलमा त त्यो होइन त भन त कस्तो मैले के भनेर मैले के भने त्यो भन त ओबिटो भन्दा स्ट्रङ इताची हो भने कि मैले त्यति भने होइन हो के राजा मजाले हो के राजा ओबिदोको पावर यति ब्रोकन छ नि भाइ तर बुझेको छैन मैले बुझाएको छु कि राजा यार ओबिदोको सला आँखामा एउटा मात्रै आँखा थियो क्या आफूसँग त्यही पनि उसले सबलाई कामुईको घरमा सबलाई पेलेको थियो कि उसले एउटा कामुईको घरमा लगडा जस्तो हेर त कमेन्ट सबैलाई पेल्ने चाहिँ मुला के लाइक सब्सक्राइब कमेन्ट यस्तो छ नि सबैलाई पेल्ने पेले सबलाई छोडेर कहाँ छोड्छ त कमेन्ट गर्नु को पावरफुल हो इताची ल कमेन्ट गर्नुहोस् कमेन्ट हु इज मोर पावरफुल नि माइसेल्फ मी माइसेल्फ एन्ड मी